हेलो गाइज तपाईहरु सबैजना स्वागत छ आजको मेरो ब्लगमा। त्यही नै हो गाइज, आज चाहिँ म माम घर जानु लागेको। त्यही नै हो गाइज, अब सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। त्यही नै हो, मैले चाहिँ डेली ब्लग हाल्न सकिरहेको छैन गाइज। त्यही नै हो, टाइम नै छैन अब ब्लग हाल्नलाई। त्यही नै हो, अब तपाईहरु सबजनाले लाइक शेयर र कमेन्ट गरिदिनु होला। त्यही नै भन्न चाहन्छु। अनि सब्सक्राइब पनि गरिदिनु होला। त्यही नै हो, अब म चाहिँ माम घर हिँडिसकेको, अझै 1:30 भइसकेको छ। म चाहिँ माम घर जान लाग्छु, धेरै टाइम लाग्दैन। त्यही यहाँबाट मिनिमम 20 मिनट्स जति लाग्छ। त्यही नै हो, अलिक चाँडो हिँड्यो भने चाहिँ त्यही नै 20 मिनट जति लाग्छ। आज माम घर बोलाउनु भएको छ, त्यही भएर नै हो। यहाँ हेर्नु न गाइस, फाँटको भ्यू, फाँटको। म चाहिँ यहाँ पुल मास्तिर लाग्नुपर्छ। माम घर चाहिँ मेरो 4 घरे पुल भन्दा पारि, त्यो खोला पारि एक्लै। मम्मीहरू चाहिँ अघि नै जानुभएछ, मम्मी भाइहरू। यो खतरा पारि, यसको उतापट्टि पारिपट्टि। त्यही नै हो गाइस, म चाहिँ एक्लै हिँडेको छु। मलाई चाहिँ ब्लग बनाउनु खतरा जो चलिरहेको कि आजको। त्यो नै हो गाइस, अब चाँडोभन्दा चाँडो चाहिँ गाइस तपाईँहरूले मेरो सब्सक्राइबर 1K पुऱ्याइदिनु पऱ्यो। 1K है गाइस, त्यही नै भन्न चाहन्छु। अहिले गाइस मेरो बाटो पनि बिग्रिरहेको थिएन गाइस। हिजो भ्लग बनाउन पाइनँ किनभने मैले फोन लान पाइनँ। त्यही हो, नभए हिजो भ्लग आउँथ्यो। हिजो यार त्यो एक्जाम बिग्रियो यार। हिजो म्याथको एक्जाम थियो स्कुलमा, एक्जाम बिग्रियो। त्यही नै हो, अब सेकेन्ड टर्मिनल एक्जाम आउँदैछ। त्यही नै हो गाइस, अब केही टाइम भ्लग आउँदैन मेरो, त्यही नै भन्न चाहन्छु। त्यही नै हो, अहिले चाहिँ प्रायः जस्तो भ्लग आइरहन्छ। कामै काम के अब। काम नै काम छ गाइस, त्यही नै भन्न चाहन्छु। लास्टै बिहान उठ, पसल खाऊ, त्यो पसलको काम सकेपछि घर खाना खाऊ, स्कुल जाऊ। अनि त्यसपछि स्कुलबाट आयो, ट्युसन गयो, फेरि पसल गयो, फेरि त्यसपछि पसलको काम सकाएर रुममा आयो, खाना खायो, पढ्न मलाई पढ्यो नभए सुत्यो। त्यही, अनि त्यसपछि राति एडिट गऱ्यो अनि सुत्यो नभए। त्यही नै हो गाइस। अब तपाईँहरूलाई चाहिँ म सिधै लेट्स सी अब बाटोमा भेट्छु है त। फाइनल गाइस, म चाहिँ यहाँ 4 घरे पुलनिर आइपुगिसकेको छौँ। त्यही नै हो गाइस, म आज चाहिँ पुलतिर मान्छेहरू चाहिँ यहाँतिर घुम्न आएको रहेछ। त्यही नै हो, अब मेरो माम घर चाहिँ यो पुल पारि हो। अझ पुल पारिबाट एकछिन 5 मिनट जति हिँड्नुपर्छ गाइस। अब मेरो चाहिँ पुलमा सवारी भइसकेको छ। पुलमा अब लेट्सी मान्छेहरूको सिन चाहिँ के आउँदो रहेछ रमाइलो मैले भ्लग गरेर हिँड्दाखेरि। अब के भन्दो रहेछ भनौँ, हेरौँ। मान्छे छ, ठ्याक्कै पुल चाहिँ यहीँ छ। त्यही नै म हिँडिरहेको छु, मान्छेहरू तलतिर हेरेको छ खोला। त्यही हो, तल चाहिँ यहाँ खोला कि मस्तो खोला छ कि तल। अनि ट्रकहरू हिँड्छ कि तलपट्टि। अहिले चाहिँ बाटो बिग्रिएको छ, अहिले गाडी चलायो यस्तो बाढी आएर रोडै छैन। त्यही हो गाइस, भाइ चाहिँ भेटिसकेको छैन होइन।
हजुर भ्लग सुरु गरेको ए होइन खोइ मम्मी अहिले अनि त चाहिँ यहाँ के गर्नु आएको मान्छे मऱ्यो गाइस यहाँ तल चाहिँ मान्छे मरेको रहेछ त्यही जलाइरहेको रहेछ अनि यो चाहिँ के हेर्न आएको रे को जलाएको कसको मामाहरूको आफन्त मामा कहाँ छ चाहिँ हो यहाँ तल चाहिँ मान्छे बोलिरहेको छ अलिक कपडा लगाएर आएको म चाहिँ गाई होइन घरमा कपडा खोजिरहेको छु अब के भने अझै राखेको एउटा त्यो राम्रो थियो त्योभन्दा त कति प्रिमियम क्वालिटीको एयरटेल टाइपको यहाँ न यति चाहिँ मान्छे जलाएर हालिसक्यो होइन त्यहाँ हेरौँ न एकछिन छतमा उतिहान चाहिँ मान्छेहरू घुम्न आएको रहेछ होइन मलाई त भाइ भ्लग स्टार्ट गरे भ्लग स्टार्ट गरे भनेदेखि के भन्नु त्यही नै हो खोला चाहिँ भव्य बिग्रिया रहेछ बाटो खोलाको हेर्नु यहाँ हेर्नु न अख्खा बिग्रिया रहेछ रोडै छैन अन्त झन् ट्रक नै हिँड्नु नि एउटा यस्तो पुलबाट सिन दामी देख्छ यहाँ चाहिँ एकछिन रुख्न सँगै जाने अझ मम्मी फोन बोकेर त हिरो हो अनि कहिले फोन किन्नुस् त भ्लग बनाएर को हो छन् भिडियोहरु छैन कहाँ गोठालो गएको के त त्यही छ कहाँ थियो गाई भैँसी बाख्रा अनि कहाँ हो दिदीहरू यता त मलाई थाहा हुन्छ भने अब एकछिन बसेर फोटोसोटो खिचेर जाने भने अब यस्तो फोटो खिच्नु नमन लाग्छ त त्यही नै अब हामी फोटोसोटो खिचेर जान्छौँ है त गाइस अब म तपाईँहरूलाई सिधै मामघरमा गएर भेट्छु लु गाइस म चाहिँ होइन फाइनली मामघर पुगेर नि आइसकेँ होइन त्यही नै हो आज मामघरमा चाहिँ मामघरको अब फोन त बित्नु भएको रहेछ त्यही नै हो म चाहिँ मामघर घर फर्किरहेको छु अब म चाहिँ घर यताउति अलिअलि काम गर्छु अनि त्यसपछि ट्युसन जान्छु अनि त्यसपछि आज पसल म चाँडै हुनुपर्ने छ आज अङ्कल बाहिर जानुपर्ने छ अरे त्यही नै हो गाइस ल अब म तपाईँहरूलाई सिधै ट्युसन जाने बेला भेट्छु है त बा म चाहिँ फाइनली ट्युसन चलेको होइन अब के भन्नु अब पढ्नु त पऱ्यो नि शनिबार चाहिँ जुनबार हो नि पढ्नु त पऱ्यो त्यही नै अब म चाहिँ ट्युसन चल्दै गाइस त्यो नि हो अब ट्युसन भन्ने चिज त गइरहनुपर्छ पढिरहनुपर्छ नि त पढाइमा नि फोकस गर्नु पऱ्यो नि त केटा अब पढाइ बिना जिन्दगी छैन केटा अब पढाइ बिना पढेर ठुलो मान्छे बन्ने सोच छैन मेरो मलाई त्यति नै भइपुग्छ त्यही नै केटा होइन ल सबजना पढ्नुपर्छ केटा अहिले हल्लिएर हिँड्नु न पढेर सरकारी जागिर खानुपर्छ केटा सरकारी जागिर त्यही नै हो तिमीलाई त्यति नै भन्छ म चाहिँ खेमे दाइको चाहिँ ठुलो फ्यान हो क्या खेमे दाइ त्यही नै हो खेमे दाइले भेट्न जानुपर्छ यार एक दिन मुर्रा हो कि खेमे दाइको चाहिँ म खतरा फ्यान हो नि खेमे दाइ जति खतरा मान्छे त मलाई कोही पनि लाग्दैन होला त्यही हो एक दिन चाहिँ म खेम दाइले भेट्न जान्छु है गाइस तपाईँहरूलाई म खेम दाइ पनि भेट्टाउँछु एक दिन मेरो भ्लगमा अनि त्यही हो अनि खेमे दाइपछि अनि त्यो सो गाइस म चाहिँ फाइनली ट्युसन चलेको होइन अब के भन्नु अब पढ्नु त पऱ्यो नि शनिबार चाहिँ जुनबार हो नि पढ्नु त पऱ्यो त्यही नै अब म चाहिँ ट्युसन चल्दै गाइस त्यो नि हो अब ट्युसन भन्ने चिज त गइरहनुपर्छ पढिरहनुपर्छ नि त पढाइमा नि फोकस गर्नु पऱ्यो नि त केटा अब पढाइ बिना जिन्दगी छैन केटा अब पढाइ बिना पढेर ठुलो मान्छे बन्ने सोच छैन मेरो मलाई त्यति नै भइपुग्छ त्यही नै केटा होइन ल सबजना पढ्नुपर्छ केटा
अहिले हल्लिएर हिँड्नु न पढेर सरकारी जागिर खानुपर्छ सरकारी जागिर त्यही नै हो तिमीहरू त्यति नै भन्छ म चाहिँ खेमे दाइको चाहिँ ठुलो फ्यान हो कि खेमे दाइ त्यही नै हो खेमे दाइले भेट्न जानुपर्छ यार एक दिन मुर्रा हो कि खेमे दाइको चाहिँ म खतरा फ्यान हो नि खेमे दाइ जति खतरा मान्छे त मलाई कोही पनि लाग्दैन होला त्यही हो एक दिन चाहिँ म खेम दाइले भेट्न जान्छु है गाइस तपाईँहरूलाई म खेम दाइ पनि भेट्टाउँछु एक दिन मेरो भ्लगमा अनि त्यही हो अनि खेमे दाइ पछि म त्यस्तो चल्देको किन अब यति नै भन्न चाहन्छु गाइस अब के भन्नु अब मैले तपाईँहरूलाई एक्लै छु एनी टाइम तपाईँहरूले भ्लगमा प्रायः जस्तो एक्लै देख्नुहुन्छ मलाई त्यही नै हो कोही खासै मेरो साथ छैन भने तपाईँहरूलाई थाहा नै छ क्यारे जस्तीको भ्लगमा पनि भनेको छु मैले त्यही नै गाइस म चाहिँ हिँडिरहेको अब एडाहरू खासै हामी हिँड्दैनौँ त्यही हो छन त साथीहरू छ त्यही हो ल केटाहरूले चाहिँ दामी कमेन्ट हानिरहेको छ मलाई त्यही हो थ्याङ्क यू केटा हो तिमीहरूलाई यस्तो दामी क्या कमेन्ट हानेकोमा भन्न चाहन्छु त्यही नै हो म चाहिँ रफ्तार कुद्नुपर्ने हुन्छ कि आजमा अलिक ढिलो भयो जस्तो लाग्यो यस्तो कुद्दिन्छु नि म त फेरिमा कुद्न त म त फेरि खतरा कुद्नु ट्युसनमा त फेरि म ढिलो भएपछि त म फेरि अख्खा कुद्दिन्छु नि त्यही नै हो म कुद्न मन लागेको छ तर कुन तरिकाले कुद्ने भने कि भागा ढिलो भयो गाई छ ट्युसन ढिलो भइमा ट्युसन जाने हो कुद्नु छ टाइममा कुद्नु यस्तै न थाक्यो